अहिले केपी शर्मा ओली र रमेश लेखकलाई रिहा गरिएको छ। जेनजी आन्दोलनमा बल प्रयोग गरेको भन्दै उनीहरूले कार्की आयोगले कारबाही गर्ने माग गरेको थियो, तर अदालतले आवश्यक प्रमाण नभएको भन्दै पूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई रिहा गरिदियो। सन् 2024मा बङ्गलादेशमा पनि जेनजी आन्दोलन भएको थियो। बङ्गलादेशमा 1400 भन्दा बढी आन्दोलनकारीको मृत्यु भयो। बङ्गलादेशमा पनि जाँचबुझ आयोग गठन भयो र बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनालाई आन्दोलनमा बढी बल प्रयोग गरेकाले उनलाई अदालतले फाँसीको सजाय सुनायो। नेपालको र बङ्गलादेशको परिवेश एउटै थियो। आन्दोलनमा प्रधानमन्त्रीले बढी बल प्रयोग गरेकाले आन्दोलनकारीको मृत्यु भएको थियो। बङ्गलादेशले यही प्रकृतिको मुद्दालाई कडाइका साथ हेर्यो र प्रधानमन्त्रीलाई सजाय सुनायो, तर नेपालले भने रिहा गरिदियो। अब ती 76 जनाको हत्याको जिम्मा कसले लिने? आन्दोलनमा जसलाई टाउकोमा ताकी गोली हानेको थियो उनीहरूले न्याय कहिले पाउने? जुन आमाको कोख उजाडियो, जसको वंश नाश गरियो, उनीहरूले न्याय कहिले पाउने? हाम्रो त काख मात्र होइन, मेरो त वंशै उजाडिदिए। के गरे यिनीहरूले? के आन्दोलनमा मारिएका नेपाली जनता होइनन्? कि उनीहरूलाई यो देशमा बाँच्न पाउने अधिकार छैन? कि देशमा आन्दोलनको नाममा जे पनि गर्न पाइने हो? ती शहीदको बलिदानले न्याय कहिले पाउने? आखिरमा दोषी को? ती आन्दोलन गर्ने आन्दोलनकारी या त्यस बेलाको तत्कालीन सरकार?